विद्यार्थीहरूले दीक्षान्त कवाज प्रदर्शन गर्दै प्रमुख अतिथिज्यूमा अभिवादन गर्ने क्रममा सबैभन्दा अगाडि हुनुहुन्छ परेड कमान्डर प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक अच्युतराज राई। सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू सुस्मिता बानिया, भरत खर्ती र कल्पना कुमारी भुक्तान। परेड कमान्डर पछाडि टोली नम्बर 1 रहेको छ, जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक विवेक कृष्ण विष्ट र सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू सुजन शाही, कमला चौधरी र विवेक राणा। यसैगरी 2 नम्बर टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक रजनी गोले र सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू राजन थापा, सुनिता चौधरी र अजय कुमार यादव। त्यस पछाडि टोली नम्बर 3 रहेको छ, जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक अन्जान गुरुङ र सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू धनीराम थारू, चित्रवीर सारू र नन्दे विक। यसैगरी 4 नम्बर टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक अस्मिता तराई। सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू सरोज थापा मगर, सरिता बराल र ललित बुढाथोकी। र अन्तिममा रहेको छ टोली नम्बर 5, जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक सबिन बाम्पला मगर र सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू मोहन तामाङ, शोभाकान्त पासवान र अनिल जीसी। दीक्षान्त कवाज निरीक्षण तथा सलामी ग्रहण गरिदिनु भएकोमा प्रमुख अतिथिज्यूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आसन ग्रहणका लागि सादर निवेदन गर्दछौँ।